यो ज्याकफ्रुट हिजो चाहिँ हाम्रोमा एउटा ज्याकफ्रुट आएको थियो। मैले टप 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 हानेको पाकेको थिएछ, थिचेर पुरा चोप हातमा लागिदिइहालेको क्या। चापाक चापाक कस्तो धेरै लाग्छ क्या यसको चोप। अनि त्यसपछि फर्स्टमा चाहिँ यसलाई कटिङ हान्यो ठुलो चक्कु लिएर होइन। मेरो कटिङ गर्ने स्टाइल खतरा छ नि त, फेरि म यस्तो जोडले कटिङ गर्छु, दाना साना सबै आधा उधी कचाक कुचुक हुने गरी काटेछु क्या। यसको चोप यति धेरै आउँछ, फेरि लाग्छ जाँदैन केही गरे पनि वाक्क लाग्दो क्या। अनि त्यसपछि यसलाई अब कलेक्ट गर्ने दाना भनेर मैले सबैभन्दा ठुलो थाल सेलेक्ट गरेँ क्या। यति चाहिँ भरिन्छ है भनेर। त्यसपछि यो हात भिजाउँदै टिप्दै के अरे भिजाउँदै निकाल्दै गर्छु क्या। म चाहिँ तेल लगायो भने त गनाउँछ नि त, तेल काँचो तेल गनाउँछ। अनि म चाहिँ बरु हात भिजाउँदै टिप्दै त्यो चोप लाग्छ टाँसिन्छ भनेर क्या। अनि म चाहिँ पुरा एक्साइटेड भइरहेको छु क्या। मेरो अनुहार हेर न, अनुहार मैले बटुल्न थालेँ क्या। पुरा यसको स्मेल यस्तो मिठो लाग्छ मलाई। फेरि स्मेल नोजले क्या स्मेल लिने बित्तिकै पुरा माउथ वाटरिङ हुन थाल्छ क्या मलाई चाहिँ। अनि मैले सब निकाल्न थालेँ। बिजु चाहिँ खाँदै पनि थिएँ म, तर जुठो चाहिँ लाइन। खासमा खाने चाहिँ म मात्रै हो, फेरि आमाले नि खानुहुन्न, बुवालाई मन पर्दैन अरे। म मात्रै हो यताउति कुकुरको तल्लो घर माथिल्लो घरको आउनु हो भने खाने हो, नत्र म एक्लै खाने हो क्या हो। मैले बटुले है एउटा थाल त भरिसकेको थियो क्या। म त यसमै अट्छ होला सोचिरहेको थिएँ। अनि खाँदै टिप्दै गरेँ, त्यसमा नअटेर मैले अर्को पनि थाल लिएँ। कस्तो थुक्ले सर्किरहेको छ क्या मलाई पोल्दै गर्दै। अनि त्यसपछि पुरा च्यापच्याप भइरहेको थियो। त्यति धेरै हात भिजाउँदै गर्दा पनि मैले चाहिँ यति कलेक्ट गरेँ क्या। हेर्नु न यति धेरै। त्यसपछि अब यो चाहिँ यस्तो जुसी यस्तो मिठो थियो, यस्तो राम्रो थियो फेरि। अनि मैले खाएँ, कति धेरै खाएँ पनि। त्यसपछि उता आउनुभएको थियो, दिदी आउनुभएको थियो, दिदीसँग पनि खायौँ। त्यसपछि अझै उब्रिरहेको थियो क्या। उब्रेको चाहिँ फ्रिजमा राखेर भोलि पर्सि खाने भनेर राखेको। तर मलाई फ्रिजमा राखेर खाएको खासै मन पर्दैन क्या, यसको जुस नै निस्किएर गइसकेको हुन्छ। ओके, थ्याङ्क यू हेरिदिनु भएकोमा, बाई।